म यहाँहरूलाई जानकारी गराउँदैछु। पहिला चाहिँ शनिबार भन्ने हुन्थ्यो। हामीले आज चाहिँ पानीपुरी चटपटे खाने तयारी सम्पूर्ण रूपमा पुरा गर्दैछौँ। हेर्नुहोस् त, आलु प्याजहरू हामीले केलाएर अनि काटेर प्याज सकिया छ। अनि मैले यो प्याजहरू काट्ने काम थियो, हामीले आलु केलाउने। अनि गङ्गामयको काम चाहिँ प्याज काट्ने र खुर्सानी, हरियो खुर्सानी काट्ने थियो। मेरो र समीक्षाको चाहिँ हामीले आलु केलाउने काम थियो। अनि निरु र रोशन अनि बाबुहरूले चाहिँ उता पानीपुरी फुराउने काम थियो। उनीहरू सबैको काम सुरु हुँदैछ। सबले आफ्नो कामहरू सकेर हामी चाहिँ पानीपुरी खाने आजको तयारी हामी पुरा गर्दैछौँ। म सबै भिडियोहरू तपाईँहरूलाई देखाउँदैछु। अनि चटपटी पनि खाने भनेर हामीले रेडी गरिसकेका छौँ। निरुले चटपटी बनाउँदै हुनुहुन्छ। निरुको काम चाहिँ पानीपुरी र चटपटी बनाउने छ। उहाँ चाहिँ अलि मिठो बनाउनुहुन्छ भनेर। निरु र रोशनको काम अझ रोशनले पनि सघाइरहेको छ यसो भिडियो बनाउन। अनि यो मिठो चटपटे पानीपुरी अब लगभग हाम्रो रेडी भइसकेको छ। चटपटेको लागि छुट्टै छ, पानीपुरीको लागि छुट्टै तरकारी अनि त्यो उहरू बनाइसकेको छ। अघि चाहिँ यो आगो उता ग्यास यिनीहरूले लाइटर बिगारे त्यही भएर रोशनले चाहिँ आगो दिँदैछ निरुलाई। त्यो आगो ग्यास सल्काएर त्यसमा यो भुट्नको लागि हो। अनि मिठो बनाउने तरिकाले उहाँहरूले यो गर्दै हुनुहुन्छ। अनि पानीपुरी अघि रेडी भइसकेको छ। अनि यो निरुको काम हो। अर्को भाँडामा पनि भर्नुपर्छ है भन्छन् यिनीहरू। कोही खान लागिसक्यो, रोशन खान लागिसकेको छ। रोशन खान्छ, के अरे एजसलाई दिन्छ अनि आफू पनि खान्छ। अनि एजसलाई लो भन्छ, फेरि एजसलाई बिचर हेर न। अनि एजसलाई दियो, खाँदैछ। अनि एजसको मम्मी झन् उता अघिबाट खान सुरु गरिसक्नु भएको थियो। अनि एजसलाई अनि फेरि एकछिन रुवाउँछ रोशनले। अनि हेर त ठुलो हेर्दौ भन्नुपर्छ। अनि एजसले पुरा ठुलो फेरि एकछिन फर्काएर देखाउँछन्। उनी अहिले मेरो हातमा छन्। अनि थर्काइदिएपछि फेरि उनीले फेरि पुरै आफ्नो उसमा गर्छन्। अनि यहाँ पानीपुरी चोर्ने, बिचबिचमा चोर्दै खानेहरू छन् यहाँ। अनि निरुले चाहिँ अझ सक्नु भएन, अब थोरै छ। अनि निरुले पानीपुरी चटपटी सब उहाँले नै मिठो बनाउनुहुन्छ भनेर हामीले जम्मै उहाँलाई नै जिम्मा दिने गरेका छौँ। अनि यो पानीपुरी सकिन्छ। अनि बाबुले हेरिराख्नु भएको छ परबाट। अनि बाबुलाई हामीले पाहुना मानिरहेको छु। अनि समीक्षाले मैले आलु केलाइसकेको थिएँ। रोहित आएर मेरो काखमा बसेको छ। अनि त्यो भिडियो पनि कहाँ छुटाउनु भनेर रोशनले बनाइदिरहेको छ। अनि निरुको अब थोरै काम बाँकी छ। यो सकिएपछि अनि हामी सबैजना अब खाने है भनेर अनि रेडी भएर बाहिर ओछ्यान सोछ्यान लाएर अनि ट्याक्क लाएर सबजना ल हामी खाने